लु यहाँ हेर्नुहोस् है बिच्छी चाहिँ फेरि कस्तो डेन्जर छ अब हेर्नु न यहाँ हेर्नु ल यस्तो डरलाग्दो हुन्छ नि फेरि बिच्छी चाहिँ क्या हो यसको चाहिँ नि यसले चाहिँ टक्कै मुखले टोकेर चाहिँ यो पछाडिको पुच्छर छ नि यो पुच्छर त्यो पुच्छर चाहिँ गाडिदिन्छ अरे क्या त्यो पुच्छर चाहिँ पछाडिबाट अगाडि आउनु पर्छ अरे कि त्यहाँबाट चाहिँ पोइजन हाल्ने क्या त्यसको इन्जेक्सनको सिरिन्ज जस्तै हो नि यो चाहिँ फेरि टक्कै यसले यो माथिकोले टोकेर चाहिँ यो छ नि यो जुन चाहिँ यो चाहिँ यिनीहरूको सिरिन्ज हो नि फेरि हेर्नु नै टक्कै गाडिदिन्छ क्या यसले चाहिँ यो चाहिँ सत्याइहाल्छ भित्र त्यो डुबायो भने चाहिँ मान्छे एकदम केही न केही हुनसक्छ ट्रिटमेन्ट छिटो पाएन भने चाहिँ हो यस्तो डेन्जर छ कि यो अब हेर्दा हेर्नु न यहाँ आम्मामा यहाँ हेर्दा लु कस्तो छ क्या यो आम्मामा लु हेर नि यो चाहिँ हो क्या डरलाग्दो बिच्छु भनेको चाहिँ आम्मामा सल्युट हो नि यो त यस्तो गनाउँछ नि फेरि यो आम्मा डरलाग्दो हेभी गनाउँछ क्या यो चाहिँ छ्या अब यो माऱ्यो भने यस्तो गनाउँछ नि फेरि हेर्नु न यसको यो चाहिँ यसको एन्टिना होला क्या अब टक्क चाल पाइहाल्छ त्यो पुग्नुभन्दा अगाडि चाहिँ यो छोइहाल्छ नि त हो यसले छोएर चाहिँ टक्कै त्यसले अब्जर्भ गर्नुसक्छ क्या कहाँ छु कहाँ छ कसो छ हो त्यही भएर अलिकति सावधान भएर बस्दिनुहोस् होला यस्तो खाले चेपचापमा भेटी पठाएर टोकी पठायो भने चाहिँ फेरि सत्रको साथ गालामा हात हुन्छ नि